प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ 15 गते राजावादीहरूलाई दुलोभित्रै थुन्न कार्यकर्तालाई आदेश दिएका छन्। उनले त्यस दिन काठमाडौँ एमालेको कब्जामा हुनुपर्ने कडा निर्देशन पनि दिएका छन्। सड़कमा एमाले बाहेक अरू कोही हुनु हुँदैन भन्ने ओलीको अभिव्यक्ति हिजोका हुकुमी शासकहरू भन्दा फरक पनि रहेन। नेकपा एमालेको अध्यक्षको रूपमा ओलीको यो आदेश आएको भए भन्न सुहाउँथ्यो होला, तर देशको कार्यकारी प्रमुखको हैसियतमा आएको यो अभिव्यक्तिको अर्थ के होला? त्यो दिन काठमाडौँ उपत्यकामा कुनै अनिष्ट भए त्यसको जिम्मेवारी कसले लिने? तीन कुनै घटनाका दोषी ठहर भएका माथि आइतबार मात्र अदालतमा मुद्दा दायर भएको छ। अब जेठ 15 गते यस्तैहरूको संख्या थप्ने कि शान्तिपूर्ण प्रदर्शन गर्न छोड्दिने? लोकतन्त्र सबैका लागि हो भन्ने मान्यता स्थापित गर्न लडेको तीनै राजाहरूसँग हो। प्रदर्शन गर्न, आफ्नो माग राख्न लोकतान्त्रिक संविधानले सबैलाई छुट अवश्य दिएको छ, तर यो लोकतन्त्रका राजावादीहरूलाई भने छुट छैन भनेर कहाँ लेखिएको होला र? सबैभन्दा ठूलो कुरा जनताको अमन चयन हो, मुलुकको शान्ति सुरक्षा हो र नागरिकको स्वतन्त्र जीवन यापन गर्ने अधिकारको कुरा हो। तर हिजो एकतन्त्रीय व्यवस्थामा चाहिँ निषेधको राजधानी लोकतन्त्रवादीहरूले पनि गर्न सुहाउने विषय पक्कै नहोला। मुलुकको राजनीति निश्चय पनि तरल छ। सडकमा असन्तुष्टिको आवाजहरू निरन्तर उठ्दो छ। विपक्षीहरूले सरकारसँग सिंगौरी खेल्ने मसला हरेक दिन भेटिरहेका छन्। राजावादीहरू पनि सर्वलायको धेरै हुन थालिसक्यो। खिचडी कुन कुनामा कसरी पाकिरहेको छ नेपाली जनता अनभिज्ञ छन्। सडकमा त देखाउने खेल मात्र हुने हो, भित्री खेलको अन्तर्य कसलाई थाहा होला र? यो मुलुकको राजनीति किन यति साह्रो उद्वेलित भइरहेको छ? 2/3 बहुमतको सरकारले किन रफ्तारमा काम गर्न सकेको छैन? विषय धेरै छन्। यस्तो अवस्थामा मुलुकका शान्ति र स्थिरता भंग हुन नदिन सरकार गम्भीर बन्नुपर्ने हो। तर उल्टै भड्कापूर्ण अभिव्यक्ति दिएर आगोमा घिउ किन थप्नु? पदको मर्यादा पनि कायम राख्न निर्देशन दिए के बिग्रन्थ्यो र? खुला हावामा विचरण गर्ने बानी परिसकेका नेपाली जनता रैती बनेर सीमित सुविधामा कैद हुन चाहदैनन्। तर दिनानुदिन नकारात्मकतर्फ धकेलिदो समाजलाई अझ किन नकारात्मक बनाउने गरी भड्काउनु? प्रधानमन्त्री ओलीले यति कुरामा विचार पुर्याए देशको भलो हुने थियो।